क्युआर सहितको राष्ट्रिय परिचय पत्र कसरी डाउनलोड गर्ने आफ्नै मोबाइलमा सिर्फ 1 मिनेटभित्रमा। गुगलमा गएर ENID डाउनलोड नेपाल भनेर सर्च गर्नुहोस्। त्यसपछि आउँछ सुरुमा तपाईको आएको डाउनलोड EID भनेर यसमा क्लिक गर्नुहोस्। सुरुमा फुल नेम नेपालीमा लेख्नुहोस् यसमा, अनि त्यसपछि फुल नेम इङ्ग्लिसमा लेख्नुहोस्, अनि तपाईको डेट अफ बर्थ, तपाईको जन्ममिति यहाँ राख्नुहोस् विक्रम सम्वतमा, अनि त्यसपछि तपाईको सिटिजनशिप भनेको नागरिकता नम्बर राखेर तपाईको यहाँ भएको यो क्याप्चा यहाँ लिएर भर्नुहोस्। त्यसपछि मैले यहाँ मेरो नाम, मेरो जन्ममिति, अनि त्यसपछि मेरो नागरिकता नम्बर सबै मैले क्याप्चा पनि फिल गरिसकेँ। त्यसपछि सर्चमा क्लिक गर्ने, यो रातो घेरा लगाएको यसमा कुन नम्बर दिनुभएको थियो राष्ट्रिय परिचय पत्र बनाउँदाखेरि त्यही नम्बरमा चाहिँ तपाईको 6 अङ्कको ओटिपी आउँछ। मेरोमा ओटिपी आइसकेको छ। भेरिफाई भइसकेपछि तपाईको राष्ट्रिय परिचय पत्र यसरी आउँछ फोटोसहित। यसमा क्लिक गर्नुहोस् यो डाउनलोडमा। डाउनलोड गरिसकेपछि गुगल क्रोमको 3 डटमा क्लिक गर्नुहोस्। यसमा चाहिँ तपाईको आयो डाउनलोड भनेर, यहाँ यो डाउनलोडमा क्लिक गर्नुहोस्। डाउनलोडमा क्लिक गरिसकेपछि अनि यहाँ नेसनल आइडी कार्ड भनेर आयो नि, PDF नेसनल आइडी कार्ड, अनि यसमा क्लिक गर्नुहोस्। नेसनल आइडीमा क्लिक गरिसकेपछि तपाईको दिस फाइल इज प्रोटेक्ट भनेर आएको छ नि, यसमा चाहिँ तपाईले तपाईको अगाडिको नामको 4 वटा अक्षर ठुलो अक्षरमा लेख्नुहोस् र अनि तपाईको जन्ममिति 4 वटा, तपाईको जन्ममितिको कुन साल हो त्यो साल हालेर ओपनमा क्लिक गर्नुहोस्। त्यसपछि क्लिक गरिसकेपछि तपाईको क्युआर सहितको राष्ट्रिय परिचय पत्र डाउनलोड भएको देखाउनेछ। यदि भिडियो मन परेमा लाइक, शेयर, कमेन्ट अनि फलो पनि गरिदिनु होला।